थाना वा तलको शब्दसँग यसलाई भुल्नु भएन, ख्वाङ्गे इन्नुन भनेको सम्बन्धित भएको। के भएको रे? सम्बन्धित भएको। तलको शब्दसँग सम्बन्धित कुरा चाहिँ खसन कुरा चाहिँ मुसिमिका के हो भन्यो। सम्बन्धित कुरा चाहिएको हामीलाई। सुरुमा छ छुसक। छुसक भनेको कोरियाको मुख्य चाड है। कोरियाको के अरे मुख्य चाड, कोरियाको मुख्य चाड। र साइडमा छ सल्लाल। सल्लाल भनेको कोरियाको के होला? नयाँ वर्ष। कोरियाको नयाँ वर्ष। कोरियाको नयाँ वर्ष पनि चाडपर्वसँगै रिलेट कुराकानी हो, नयाँ वर्ष। अब हेरौँ 11 मा छ, 1 नम्बरमा छ त म्यङसल। वाट म्यङसल भनेको के होला? चाडपर्व हो। म्यङसल भनेको चाडपर्व। 2 नम्बरमा छ खेजल। खेजलले के व्यक्त गर्ने हो हामीलाई? ऋतु। खेजल भनेको ऋतु। 3 नम्बरमा छ सामको अर्थ 3 हो, इलको अर्थ 1 हो है। साम इल जल भनेको आन्दोलन सुरु गरेको दिन। जापानसँग चाहिँ हामी अब यसरी उपनिवेशको रूपमा बसिरहनु हुँदैन है, हाम्रो पनि आफ्नो स्वतन्त्रता हुनुपर्छ भनेर कोरियाले जापानसँग युद्ध सुरु गरेको दिन हो। सामिलदल भनेको स्वतन्त्रता सङ्ग्राम सुरु गरेको दिन। स्वतन्त्रताको लागि आन्दोलन सुरु गरेको दिन। के गरेको रे? आन्दोलन सुरु गरेको दिन। र अर्को छ नाल्सी। नाल्सीले हामीलाई के व्यक्त गर्छ? मौसम। राइट। भनेपछि अब हेर्नुहोस् त, यो कोरियाको मुख्य चाड र कोरियाको नयाँ वर्ष ऋतु होइन। स्वतन्त्रताको लागि आन्दोलन सुरु गरेको दिवस अथवा दिन हो त होइन। यो भनेको नाल्सी के पनि होइन, मौसम पनि होइन। अघि हामीलाई कोरियाको मुख्य चाड र कोरियाको नयाँ वर्ष केवल हाम्रो लागि म्यङसल भनेको चाडपर्वसँग मात्रै के छ? यो रिलेटेबल छ। कुरेस छङदाबन। एन्सर नम्बर कति भयो त? 11 बनिन्छ। एन्सर नम्बर कति भयो? 1 भयो। ओके, अर्कोमा प्रवेश गरौँ ल। विषयवस्तुमा प्रवेश हुँदै गर्दाखेरि हामी अर्कोमा प्रवेश गरौँ ल। यो 4 नम्बरको 4 नम्बरको वाक्यको संरचनालाई पहिला मिलाई हेर्नुहोस् त। सुरुमा छ हामीलाई दिएको विषयवस्तुमै हामी प्रवेश गरौँ। यसमा भनेको छ 4 देखि 5 मा थाउङ जुङ। जुङले हामीलाई मध्ये भन्ने जनाउँछ। के जनाउँछ अरे? मध्ये। तलको मध्ये भनेको यो 4 वटा मध्ये चाहिँ मित्सल छिन फुबुने अन्डरलाइन गरिएको भागमा मान्नुङ गसल फुरु सिप्यो मिल्ने कुरा छान्नुहोस्। यो वाक्यको संरचना कुन मिलेको छ, कुन मिलेको छैन वाक्यको संरचना छानौँ। 11 मा हेर्नुहोस् त, ओचाङ गा छ। यहाँ कन्सोनेन्ट बाइन्डिङ हुँदा यहाँ के हुनु पर्थ्यो? इ। ओचाङ इ सय हुनु पर्थ्यो। अहिले 1 नम्बर त सो त के भयो? कटिहाल्यो। 2 नम्बरमा छनुनमा चाहिँ नोङबु इ छ। यहाँ अहिले भवेल हुँदाखेरि नोङबु गा के हुनु पर्थ्यो? नोङबु गा आनिनिदा हुनु पर्थ्यो। यसले लगाइदियो इ। अब नाकमा लगाउनु पर्थ्यो कि फुली? अब यहाँले लगाएर तिलहरी लाग्यो, मिल्छ? मिल्दैन। लाउनु पर्ने एउटा, लगाइदियो अर्को। दुईटाको कुराकानीमा विरोधाभास हो। त्यही भएर हामीले दुईलाई पनि पूर्ण रूपमा चटक्क के गर्यौँ त? काट्यौँ। ओके, सामानमा जानुहोस्। छनुन म चाहिँ थेल्ले बिचन रुल छ। हेर्नुहोस् त, हुनु पर्थ्यो यहाँ उल हुनु पर्थ्यो। अहिले लगाइदियो रुल। 3 नम्बर पनि के भयो? कट्यो हैन। अब बच्चीको लागि हाम्रो लागि कतिवटा? चौथोमा छ। चौथो पनि देख्ने बित्तिकै एन्सर लगाउने बानी चाहिँ टोटली हटाउनु होला है। सनसिङ निमुन शिक्षक चाहिँ हाङ्गुक सारम इम्निदा। हरेक वाक्यको संरचना के भएको छ? मिलेको छ। सनसिङ निमुन शिक्षक चाहिँ कोरियाको मान्छे हुनुहुन्छ। कोरेस छङदाबन साबन इम्निदा। एन्सर नम्बर कति भयो? 4 भयो। डाउट चाहिँ छ? छैन नि हैन? ल त 5 को मित्सल छिन मिलाउनुहोस् त यसमा। 5 नम्बरको एन्सर कति हुनु पर्यो?
भयो। यसमा पनि दिएको विषयवस्तु 1 मा जानुस्। छुमारे सप्ताहन्तमा इ र आ आशय छ। यो इ र आधाबाट बनेको इ र आधा काम गर्नु आधाको केस त यसो हेत हुनु पर्थ्यो हैन। अहिले इ र आशय छ। 1 नम्बर त सो त के भनेको कटेको बुझ्यो हैन। अर्को हेरौँ 2 नम्बरमा छ अझै हिजो सिनमुन। सिनमुन भनेको के भयो पत्रिका। हिजो पत्रिकालाई इल्गस्सयो पढे। अहिले वाक्यको संरचना पूर्ण रूपमा मिलेको छ। कुनै छ संज्ञावन इ बन्यो मेरा एन्सर नम्बर कति हो 2 नम्बर। 3 नम्बरमा प्रवेश गर्नुस् त। छाङ्न्याने। छाङ्न्यान भनेको के भयो गत वर्ष। छाङ्न्यानले के सम्झाउँछ गत वर्ष। गत वर्ष हाङ्गुगे कोरियामा ओयस्सयो छ। ओयस्सयो भन्ने चाहिँ ओदा आउनुबाट बनेको होला। ओदाको केस त ओदाबाट पास्ट टेन्समा जाँदा वाक्स बन्नु पर्थ्यो। अहिले बनाइदियो ओयत भनेपछि बनाउनु पर्ने एउटा बनाइदियो अर्को। सो कारणले 3 नम्बरलाई पनि चट्टै काट्छौँ हामीले। र 4 नम्बरमा प्रवेश गर्नुस् त। सुयोइरे। सुयोइरे भनेको कुन बार भयो बुधबार। कुन बार रे बुधबार। बुधबार चाहिँ यङवागवाने। यङवागवान भनेको चलचित्र हल भनेको के अरे चलचित्र हल। बुधबार चाहिँ चलचित्र हलमा खाअस्सयो भनेको छ। यो कहाँबाट बनेको खादाबाट बनेको। केबाट रे खादाबाट राइट। खादा जानु पढ्यो दादा हुनु पर्थ्यो खादाबाट खास्सयो हुनु पर्थ्यो हो। खादाबाट हुनु पर्थ्यो खास्सयो। यसले बनाइदियो खाअस्सयो मिल्छ त मिल्दैन। सो कारणले 4 नम्बरलाई पनि चटक्कै के गर्दिनुस् काट्दिनुस्। समस्या के प्रब्लम छ यसमा छैन अर्को हुन्छ। ल यो पहिले तपाईहरुको पालो अनि बल्ल मेरो पालो है। ल 6 नम्बर मिलाउनुस् त। कति हुन्छ फटाफट कमेन्ट गर्नु होला। 6 नम्बरको कति हुन्छ आन्सर व्यक्त गर्नुस्। कति गर्नु पर्यो 6 नम्बरको दाइरो। आवाज क्लियर छ कान्छी ओके नाइ। 6 मा व्यक्त गरेको विषयमा हामीलाई दिएको कुराकानी के छ भने थाउ भनेको तलको थानावा भनेको शब्दसँग भनेको शब्दसँग तलको शब्दसँग फान्दै मारुन। फान्दै मारले के जनाउँछ विपरीत भनेको विपरीत अर्थ चाहिँ तल दिएको शब्दको भनेको यो शब्दको चारवटा मध्ये कुन चाहिँ विपरीत शब्द चाहिँ मसिनेका कुन हो भन्यो विपरीत शब्द छान्नुस्। सुमा छ खेइन भनेको व्यक्तिगत है व्यक्तिगत भनेको केवल मैले मात्र प्रयोग गर्ने होला। अब मैले प्रयोग गर्ने कुराकानीको ठ्याक्कै उल्टो कुराकानी त सबैले प्रयोग गर्न पाउने होला नि त हैन। भनेपछि हामीलाई सुरुमा थेजुङ भनेको छ सार्वजनिक। सार्वजनिक थेजुङले के व्यक्त गर्छ सार्वजनिक। सुसुरो आफै। यो सुसुरोलाई के भन्न पाइयो भने एउटा छागी भन्न पाइयो आफ्नो अथवा आफै। अर्को भनेको फुनिन भनेको पनि आफै। फुनिन भनेको के अरे आफै। अर्को छिकचप भनेको पनि आफै है। छिकचप भनेको पनि के अरे आफै। र अर्को यसलाई हामीले के पनि भन्न पाइयो भने छासिन भनेको पनि आफै। भनेपछि सुसुर्योको अर्थ के रहेछ आफै। अर्को सुसुर्यो भनेको चाहिँ शुल्क। सुसुर्योले के जनाउँछ शुल्क। र अर्को छ खिङसिन वाट के होला नवीकरण। नवीकरण रिन्यू हो यो RENEW रिन्यू गर्ने हो भनेको नवीकरण गर्ने हो भनेको टाइम थप्ने होला। भनेपछि व्यक्तिगत कुराकानीको ठ्याक्कै विपरीत अर्थ लाग्ने कुराकानी त यो वाक्यको संरचनामा थेजुङ भनेको के रहेछ त सार्वजनिक।
यो मेरो व्यक्तिगत कुराकानी मात्र भयो। यतापट्टि लिएर आएर सार्वजनिक, किनभने चाहिएको हामीलाई कस्तो विपरीत चाहिएको नि त। अब आफै पनि कट्यो, शुल्क पनि कट्यो, खिङसिङ नवीकरण पनि यसमा पूर्ण रूपमा के गरिदिनु पर्यो, काटिदिनु पर्यो। ओके, डाउट छ यसमा? समस्या के कसैले छैन? ल के मिलाउनुहोस् त, पहिले तपाईँहरूको पालो अनि मेरो पालो है। कतिको हुन्छ कमेन्ट गर्नु होला। एन्सर कतिको हुनु पर्यो यसको सम्भावित एन्सर भन्नुहोस् भन्नुहोस्, कतिको हुनु पर्यो? ल यसमा हामीलाई दिएको विषयवस्तुमा प्रवेश गरौँ। यसमा छ मुख्य रूपमा हेरौँ, 7 नम्बरमै छौँ हामी हैन। हामीले माथि त क्लियर गरे। ओके, 7 नम्बरमा प्रवेश गर्दै गर्दाखेरि 7 नम्बरको विषयवस्तुले के तोकेको छ भने सिलेबसमा छ इ फ्युजिनुन। फ्युजीको अर्थ भनेको चिन्ह भनेको, चिन्ह है। इ फ्युजिनुन यो संकेतको यो चिन्हको चाहिँ मोसन टु सिम्निका, तुत भनेको अर्थ है। तुतको अर्थ के अरे? अर्थ। यो संकेतको चाहिँ अर्थ के हो रे? यो मान्छे युटर्न लिएर जान लागेको रहेछ, तर युटर्न जाने बेलामा नजा भनेछ, भनेपछि युटर्न गर्यो भने हुँदैन अथवा युटर्न लिनु हुँदैन भनियो। ओके, यसमा छ सुरुवातमा ओरुन्चोगुरु दायाँतिर। ओरुन्चो भनेको कतातिर अरे? दायाँतिर। खासै हो जानुहोस् अरे, दायाँतिर जानुहोस्। दायाँतिर जानुहोस् भनेको भए चाहिँ यतातिर जानका लागि एरो बनाइदिन्थ्यो, हो त यसो? होइन, कटियो। 2 नम्बरमा युथर्नुल। युथर्न भनेको युटर्न भनेको है। युटर्नलाई चाहिँ हाजिमासे हो, नगर्नुहोस्। के नगर्नुहोस् रे? युटर्न नलिनुहोस् भन्यो। युटर्न, युटर्न नलिनुहोस् अथवा नगर्नुहोस्, नलिनुहोस्। यसले युटर्न गर्दाको टाइममा युटर्न नलिनुहोस् भनेको छ। वाक्यको संरचनाले 2 नै खोज्यो, कुनै संज्ञा हुन्न, यी बनिँदा एन्सर नम्बर कति हो? 2 हो। राइट, डाउट छ? अर्को छ युथर्नुल। युटर्नलाई हामेन गयो भनेको छ। त्यहाँ एउटा ग्रामर छ हेर्नुहोस् त, VST प्लस म्यान दुईदा स्ल्यास ओ म्यान दुईदा। VST-मा म्यान दुईदा स्ल्यास उ म्यान दुईदा यो भने हुन्छ। के अरे? यो भने हुन्छ, गर्यो भने हुन्छ, खायो भने हुन्छ। हुन्छ भने आउन, काटिसकेपछि त हुँदैन भने होला नि त। भनेपछि यसले भने युथर्नुल हामेन गयो, युटर्न लियो भने हुन्छ अरे। युटियुआरएन, युटर्न लियो भने हुन्छ, लियो भने हुन्छ। मिल्छ त? मिल्दैन। 4 नम्बरमा छ छारुल। गाडीलाई सेउदा रोक्नु। सेउदा के गर्नु? रोक्नुबाट सेउजी मासिफ सिउ। गाडी नरोक्नुहोस् भनेको त पार्किङ लेखेर काटेको हुन्थ्यो होला नि त। अहिले गाडी नरोक्नुहोस् भनेको पनि होइन, अथवा नठडाउनुहोस् भनेको पनि होइन, पुरै छ संज्ञापन यी पनि हुँदा एन्सर नम्बर कति रहेछ? 2। डाउट के? समस्या? ल 8 नम्बरको पालो पहिला तपाईँहरूको अहिले 8 नम्बरको एन्सर मिलाउनुहोस् त पहिला, कति हुन्छ? ल 8 नम्बरको एन्सर मिलाउनुहोस्, कमेन्ट पनि गर्दै गर्नु होला। नबुझेको कुराकानी त्यसमा पनि सोध्दै गर्नु होला, केही समस्या छ जस्तो त मलाई लाग्दैन। ल यसको एन्सर भन्नुहोस् त कतिको हुन्छ? आवाज क्लियर छ? आवाज कसैलाई केही समस्या? ओके, क्लियर छ। ल हामीले 8 नम्बरमा दिएको 8 देखिबाट 11 नम्बरसम्मको क्वेसनको प्रकृतिले के भनेको छ भने हेरौँ है त।
8 देखिबाट 11 मा छ फिन खाने थुरागाल खाछन् खाली ठाउँमा भित्र जाने सबैभन्दा आलमाजुन गसुल खोरु सिप्सो मिल्ने कुराकानी के हेर्नुहोस् छान्नुहोस् है। अब यसले भनेको विषयवस्तुमा प्रवेश गरौँ हामी पनि अत्तन सारामदुरुम भनेको कुनै मान्छेहरू भनेको है कस्तो मान्छे भनेको होइन कि कुनै मान्छेहरू भनेको के भनेको रे कुनै मान्छे भन्न खोजेको अब हेरौँ अत्तन सारामदुरुम भनेको कुनै मान्छेहरू चाहिँ कुनै मान्छेहरू चाहिँ छुल्गुन छन् भनेको काममा जानु अगाडि भनेको छुल्गुन आधा काममा जानु छुल्गुन छनिरा काममा जानु अगाडि भनेको काममा जानु अगाडि वा थोइगुन हुए कामबाट छुटेपछि भनेको कहाँबाट रे कामबाट छुटेपछि कुनै मान्छेहरू काममा जानु अगाडि अथवा कामबाट चाहिँ छुटेपछि छासिने खनगाङ्गुन उही छासिन भनेको आफ्नो भनेको कसको रे आफ्नो स्वास्थ्यको लागि उन्दोङ लागना व्यायाम गर्छन् वा कुनै मान्छेहरू चाहिँ काममा जानु अगाडि अथवा कामबाट छुटेपछि चाहिँ उन्दोङ लागना व्यायाम गर्छन् अथवा छागी भनेको आफ्नो कसको रे आफ्नो को लागि वैकुग हाकोने विदेशी हाकोन भनेको इन्स्टिट्युट INSTITUTE विदेशी इन्स्टिट्युटमा थानी गिदो हामीरा जाने पनि गर्छन् भन्यो के पनि जाने पनि गर्छन् रे कुनै मान्छेहरू चाहिँ छुल्गुन छनिना काममा जानु अगाडि अथवा थोइगुन हुए कामबाट छुटेपछि छासिने खनगाङ हुए आफ्नो स्वास्थ्यको लागि कसको स्वास्थ्य आफ्नो स्वास्थ्यको लागि उन्दोङ लागना व्यायाम गर्छन् अथवा छागी भनेको आफ्नो आफ्नो डडडको लागि वैकुग हाक्ने भनेको छ ख्याल गर्नु होला वैकुग हाक्ने विदेशी भाषाको इन्स्टिट्युटमा थानी गिदो हामीलाई आउने पनि गर्छन् भनेको जाने पनि गर्छन् रे भनेपछि आफ्नो के को लागि त अब 1 नम्बरमा आफ्नो विकासको लागि 2 नम्बरमा खेवाल भनेको पनि विकासको लागि 3 नम्बरमा खनगाङ भनेको स्वास्थ्यको लागि 4 नम्बरमा थोन भनेको पैसाको लागि अब आफ्नो डडडको लागि विदेशी भाषाको इन्स्टिट्युटमा जाने पनि गर्छन् भनेपछि भाषा इन्स्टिट्युटमा मान्छे पैसाको लागि जान्छ त जाँदैन खनगाङ स्वास्थ्यको लागि जान्छ विदेशी भाषाको इन्स्टिट्युटमा जाँदैन अब खेवाल भनेको आत्मविकासको लागि होला पक्का तर दुईटा विकासमा के फरक छ भन्दाखेरि व्यक्तिको आफ्नो शारीरिक आफ्नो शैक्षिक र आफ्नो मानसिक कसको व्यक्तिको ख्याल गर्नु होला है व्यक्तिको आफ्नो शारीरिक मानसिक र शैक्षिक स्तर उन्नति गर्ने कुराकानीको विकासलाई चाहिँ हामीले यो खेवाल भन्छौँ हुन्छ ल के भन्छौँ रे खेवाल विकास त हो तर व्यक्तिको तर यो यचवाला खेवालले चाहिँ ठाउँ र संरचना ठाउँ र के छ र संरचनाको विकासलाई चाहिँ खेवाल भन्नु पर्यो यसले पनि जनाउने के नै हो विकास नै हो यसले पनि जनाउने के नै हो विकास नै हो तर ख्याल गर्नुपर्ने कुराकानी के हो भने कुनै पुल बन्यो होला कुनै नहर बन्यो कुनै विध्वंस भएका देशहरू चाहिँ पुनर्निर्माण भएर विकास भए भनेपछि यस्तो विकासलाई चाहिँ कुनै ठाउँको विकास कुनै पुल नहर खोला आदि इत्यादिको विकास ठाउँ र संरचनाको विकासलाई यचवाला खेवाल भन्नु पर्यो र व्यक्तिको शारीरिक मानसिक र शैक्षिक विकास गर्ने कुराकानी किनभने विदेशी भाषाको इन्स्टिट्युटमा जानु भनेको ठाउँको विकास हुनु होइन व्यक्तिको चाहिँ शैक्षिक स्तर उन्नति हुने कुराकानी हो विकास हुने कुराकानीमा हामीले खेवालको प्रयोग गर्नु पर्यो खुनेस छौँदावन इल्बनिमिदा अरू सबैलाई चट्टै के गर्नु पर्यो काट्नु पर्यो ओके डाउट यसमा छैन तलमा जानुहोस् त ल 9 नम्बरको मिलाउनुहोस् पहिला यसको आन्सर कसले मिलाउँछ
9 नम्बरमा छ खुबनमा छे खोयाङ भनेको मेरो गाउँ भनेको कसको गाउँ रे मेरो गाउँ मेरो गाउँमा चाहिँ के हो थाहा छैन भन्न त भन्यो तर के भन्नु खोजेको यो बिचराले अहिलेसम्म केही पनि गत्तो भएको छैन हैन मेरो गाउँमा चाहिँ शरण हाङबुके वास म कोरियामा आएर छौँ भनेको पहिलो पटक भनेको पहिलो पटक म कोरियामा आएर फर्स्ट टाइम पहिलो पटक चाहिँ ख्याउरुल भनेको हिउँद ऋतु ऋतु कुन ऋतु हिउँद ऋतु यसलाई अर्को अर्थमा सरल रूपमा बुझ्नका लागि जाडो ऋतु भन्दा पनि भयो म कोरियामा आएर पहिलो पटक चाहिँ हिउँद ऋतुको ख्याङम हादा अनुभव गर्नुबाट ख्याङम भनेको अनुभव है ख्याल गर्नु होला ख्याङम भनेको के अरे अनुभव म कोरिया आएर फर्स्ट टाइम चाहिँ ख्याउरुल हिउँद ऋतुलाई ख्याङम हेस्सोमिदा के गरेँ त अनुभव गरेँ भनेको जाडो ऋतुको फर्स्ट टाइम अनुभव गर्दो रहेछ फर्स्ट टाइम फिल लिँदो रहेछ नमु छुअस ज्यादै जाडो भएर कामचाक नोल्ला सुनिदा अचम्ममा परे भन्यो केमा परे अचम्ममा परे भनेपछि कामचाक नोल्लादा के हुनु अचम्ममा पर्नु कोरिया आएर फर्स्ट टाइम रूपमा चाहिँ जाडो ऋतुको अनुभव गरेको व्यक्तिको गाउँमा चाहिँ के छ होला गर्मी नै गर्मी छ होला अथवा तातै तातो छ होला अथवा न्यानै न्यानो छ होला अब हेरौँ एक नम्बरले भन्यो फारामी मानी फुम्लिँदा हावा धेरै चल्छ अरे हावा धेरै चल्छ 2 नम्बरले भन्यो नाल्सीका मौसम चाहिँ हाङसाङ सधैँ तातु थाम्दा न्यानो हुन्छ अरे मौसम सधैँ के हुन्छ न्यानो हुन्छ मौसम सधैँ न्यानो हुन्छ अरे 3 नम्बरमा छ फिगा छाजु उम्लिँदा पानी प्राय पर्छ अरे यसमा 4 नम्बरले भन्यो नाल्सीका नमु छुप सुम्लिँदा नाल्सी भने के भयो मौसम नमु भनेको ज्यादै छुप सुम्लिँदा भनेको जाडो हुन्छ भन्यो भन्नु होला मेरो गाउँमा चाहिँ डर के हो थाहा छैन शरण हाङबुके वास म कोरिया आएर चाहिँ पहिलो पटक ख्याउरुल जाडो ऋतुलाई ख्याङम हेस्सोमिदा अनुभव गरेँ नमु छुअस ज्यादै जाडो भएर कामचाक नोल्ला सुम्लिँदा अचम्ममा परे भन्नका लागि त्यो मान्छेको गाउँमा चाहिँ सधैँ नाल्सीका हाङसाङ तातो थाम्लिँदा मौसम सधैँ तातो हुँदो रहेछ न्यानो हुँदो रहेछ त्यही भएर त फर्स्ट टाइम जाडो हुने बित्तिकै उसलाई अचम्म लागेको नि त उसको गाउँमा नि जाडो हुन्थ्यो भने कोरियाको जाडो देख्दाखेरि त्यसलाई अचम्म लाग्थ्यो त लाग्दैन थियो मेरो गर्लफ्रेन्ड चाहिँ होइन अर्काको गर्लफ्रेन्ड देख्दा मलाई अचम्म लाग्थ्यो त लाग्दैन नि आफ्नो नहुँदा अर्काको देख्दा ओहो बचियाले त कति राम्ररी पट्याएछ नि भन्दा अचम्म लाग्ने हो त नि भनेपछि अब यसले अगाडि केही कुराको अनुभव गरेको रहेनछ उसकोमा सधैँ तातु थाला न्यानो हुँदो रहेछ कोरिया आएर फर्स्ट टाइम जाडो ऋतु देखेको अथवा त्यसको फिल गरेको त्यसको अनुभव गरेको उसलाई चाहिँ कामचाक नोल्ला सुम्लिँदा के लाग्यो भन्छ अचम्म लाग्यो भन्यो डाउट यसमा 1 र 2 नै गर्यो 4 पनि गर्यो ओके ल 10 को पढ्नुहोस् त 10 को पहिला तपाईँहरूको पालो अनि मेरो पालो एन्सर निकाल्नुहोस् त पहिला 10 को आवाज क्लियर छ सबैजनालाई केही समस्या कतै छ भने भन्नु होला है ओके केही समस्या छैन होला ओके ल हेरौँ दिएको विषयवस्तुमा अब प्रवेश गरेको छ 10 नम्बरमा हाङकुगरो भनेको कोरियन भाषामा भनेको है हाङकुगरो भनेको के मारे कोरियन भाषामा केमा कोरियन भाषामा माराल तेनुन भनेको बोल्ने बेलामा कोरियन भाषामा बोल्ने बेलामा बिएसटी को पछाडि लते स्ल्यास उल्टे
ल त्यहाँ तर्मुलतेले हामीले एउटा चलाउँथ्यौँ को बेलामा अर्थात् ने बेलामा को बेलामा अथवा के अरे ने बेलामा हाङ्गुहरू कोरियन भाषामा माराल तेलुगु बोल्ने बेलामा थेवा साङ्देबाङ भनेको छ। थेवा भनेको कुराकानी अर्थात् वार्तालाप अर्थात् संवाद। कोरियन भाषामा बोल्ने बेलामा चाहिँ कुराकानीको साङ्देबाङ भनेको विपरीत पक्ष भनेको कस्तो पक्ष रे विपरीत पक्ष कुराकानीको विपरीत पक्ष अथवा थेवा साङाङे तारा भनेको कुराकानीको साङवाङ भनेको अवस्था भनेको कुराकानीको अवस्था ताराले के जनाउँछ अनुसार है। हाङ्गुहरू माराल तेलुगु कोरियन भाषामा बोल्ने बेलामा थेवा साङ्देबाङिना कुराकानीको विपरीत पक्ष तपाईको लागि म विपरीत पक्ष मेरो लागि तपाईँ विपरीत पक्ष कुराकानीको विपरीत पक्ष अर्थात् थेवा साङाङे तारा कुराकानीको चाहिँ परिस्थिति अनुसार अवस्था अनुसार नोफिम्माल भनेको आधारवाची भाषा अरे आधारवाची भाषा र हानमारुल भनेको ठाडो भाषालाई ठाडो भाषा आधारवाची भाषा र ठाडो भाषालाई छाल खुब्यलेछ छाल भनेको कसरी राम्ररी खुब्यलेछ भनेको छुट्याएर राम्ररी छुट्याएर सायोङे हामीलाई प्रयोग गर्नुपर्छ। कुराकानी गर्दाको क्रममा विपरीत पक्षको अवस्था अनुसार चाहिँ र व्यक्ति अनुसार चाहिँ कुराकानीलाई कुनलाई आधारवाची बोल्ने कुनलाई चाहिँ ठाडो भाषा बोल्ने त्यो कुरालाई चाहिँ राम्ररी छुट्याएर बोल्नुपर्छ अरे। साङ्देबाङ भनेको विपक्षी अथवा विपरीत पक्ष भनेको विपरीत पक्षलाई चाहिँ फुलफेन हादा असहज हुनु नि त के हुनु रे असहज हुनुबाट फुलफेन हाल्सो सुनिदा असहज हुन सक्छ अरे। भनेपछि कोरियन भाषामा बोल्ने बेलामा कुराकानीको विपरीत पक्षी र थेवा साङाङे तारा कुराकानीको अवस्था अन्तर्गत नोफिम्मालवा आधारवाची भाषा र फानमारुल छाल खुब्यले छ साङे आमिदा उच्च भाषा र ठाडो भाषालाई चाहिँ राम्ररी छुट्याएर बोल्नुपर्छ। विपरीत पक्षलाई असहज हुन सक्छ भनेर भन्नका लागि खुरामेन त्यसो भए खुरामेन कसो भयो रे त्यसो भए खुरची आनुमेन त्यसो गरिएन भने किन त्यसो गरिएन भने भन्दा यहाँ जियाङ छ बिएसटी प्लस जी आनले कुनै पनि काम नगर्नु है भनेको यसले नगर्नु भन्ने कुराकानीको फुजङ भनेको नकारात्मकता भनेको फुजङको अर्थ के अरे नकारात्मकता कुनै पनि कुराको नकारात्मकतालाई पुष्टि गर्छ व्यक्त गर्छ अरे। भनेपछि खुरची आनुमेन त्यसो गरिएन भने खुरचीमेन त्यसो भयो भने खुरीगु भनेको र अथवा अनि खुरीगु अर्थ र अथवा अनि। भनेपछि कोरियन भाषामा बोल्ने बेलामा विपरीत पक्षको साङ्गाङ्गे तारा अवस्था अनुसार चाहिँ आधारवाची भाषा र ठाडो भाषालाई चाहिँ छुट्याएर बोल्नुपर्छ। यदि त्यसो गरिएन भने खुरची आनुमेन यसरी छुट्याएर बोलिएन भने भनेको ठुलो मान्छेले धेरै तरिका त कहाँ हिँडेको राम्रो छ यहाँ आइज त भनेर बोलाइयो बच्चा आयो भने चाहिँ ओहो प्रभु हजुर जस्तो महान मान्छे कतै देखाएर ल आइदिनुहोस् न त बसिदिनुहोस् बच्चालाई तपाईँ दिइरहेछ ठुलो मान्छेलाई मान्नेजनलाई चाहिँ त दिइरहेछ भनेपछि त्यतिखेर दुईटाको कुराकानी छुट्याएर बोलिएन भने भनेको छुट्याएर बोलिएन भने साङ्देबाङ विपरीत पक्षलाई फुलफेन हादा असहज हुनुबाट फुलफेन हाल्सु स्थिरा असहज हुन सक्छ वाक्यलाई लैजानु पर्यो भनेको। अब अनि असहज हुन सक्छ कि त्यसो गरिएन भने छुट्याएर बोलिएन भने चाहिँ फुलफेन हाल्सु स्थिरा असहज हुन सक्छ पुरै छ संज्ञापन इवन इमिदा एन्सरमा अर्कोमा जानुहोस् 11